हेलो साथीहरू सबैलाई स्वागत छ। मैले फेरि सानो मिनी ब्लग ल्याएको छु। आज चाहिँ हामी यही घर बाहिर पार्कमा गएर एक्सर्साइज गरेको। अनि हाम्रो चाहिँ यो बाटैमा पर्ने छ हाम्रो कम्पनी। अनि काम सानो केही कुरा थियो, त्यही भएर हामी कम्पनीमा लाग्यौँ। यो चाहिँ ठुलो घर देख्नु भएको छ नि, यो चाहिँ सबै फ्रिज हो है। हामी पार्कमा पनि आइपुग्यौँ। अब मेरो बुढाले हेर्नु एक्सर्साइज कस्तो कस्तो गर्छ है साथीहरू। हामी चाहिँ गाउँ साइडमा बस्छौँ, तर पनि घरहरू धेरै नै छ। अनि यो चाहिँ समुद्र छेउमा छ क्या हाम्रो कम्पनी, अनि हामी बस्ने ठाउँ पनि। हेर्नुहोस् न कति रमाइलो छ है देख्दा हेर्दा पनि। अनि मौसम चाहिँ चिसो छ क्या अहिलेसम्म, झन् आज त हिउँ परेर बाफ्रे बा। अनि दुवैजनाको भिडियो खिचौँ भनेर अडाउन खोजेँ, मोबाइल बल्ल तल अडेको क्या साथीहरू। अनि त्यसपछि साइकल चाहिँ मलाई अहिलेसम्म चलाउन आउँदैन क्या। चलायो भने नि मान्छेले पछाडि समाइदियो भने पनि बाङ्गोटिङ्गो हुने, आफै जिउ हरस्ट भएर लड्ने हुन्छ कि। भन्दा पनि मेरो बुढाले पो मजाले खेल्नुभएछ हेर्नु न। यताबाट उता दसैँको पिङ्गेरा जत्तिकै छ। एक्सर्साइज गर्दा गर्दै एउटा बाजे पनि आउनुभयो क्या, कोरियन बाजे। गाडीमा आएर रोकेर त एक्सर्साइज पो गर्नु थाल्नुभयो क्या। हामीले सोच्या भन्दा पनि खतरा गर्नु हुँदो रहेछ क्या। यो माथि झुन्डिनी सबै क्या। मैले यहाँ चाहिँ खिचिनँ, गाली गर्नुहुन्छ होला भनेर। अनि हेर्नु न गाडी चला जस्तै क्या, सुर घुमाउने। यो एक्सर्साइजले चाहिँ हातलाई स्ट्रङ बनाउँछ अरे। अनि यहाँ खेल्नु त मैले धेरै अरू पनि खेलेँ, तर मोबाइलमा चाहिँ खिच्न नै बिर्सेछु। अनि त्यसपछि हामी चाहिँ घरतर्फ लाग्यौँ। एकदमै चिसो हावा आइरहेको थियो। अनि आछु छुछु जाडो टुपी ठाडो भन्ने गीत सम्झ्यो क्या। अनि मेरो बुढा चाहिँ त्यही गाउँदै हिँड्नुभयो अघि अघि। अनि साथीहरू हामी बस्ने घर चाहिँ यो घर हो क्या। देख्नुभयो यो ब्लू कलर मिक्स भएको हो, त्यहीँ छ हाम्रो रुम। अनि यो चाहिँ म हो है, नजोकिनु होला साथीहरू। अनि हामी बुढाबुढी चाहिँ यो खोला त के भन्नु, समुद्रको नजिक गयो। त्यहाँ चाहिँ माछा उफ्रे जस्तै बुल्डुक बुल्डुक आवाज आइरहेको थियो कि। यो समुद्र हेर्नु न, यो पानी हेर्नु त कति गाढा छ। आम्मै भित्र जान डर लाग्दो। यो पानीको कलरले नै एकदमै डर लाग्दो क्या, धेरै गहिरो छ जस्तो लाग्ने। यस्तै दह हुन्छ नि गाउँतिर, हाम्रो मामा घरतिर त दह भन्छ। यस्तोमा पौडी खेल्छन् क्या। अनि यस्तो भित्र यो हरियो निलो कलर भएको पानी त यस्तोमा त डेन्जर हुन्छ अरे। भित्र साँप बस्या हुन्छ अरे, तान्छ अरे हो। भित्रभित्र भुमरी जस्तै हुन्छ अरे, घुमाएर लान्छ अरे। बोल्दा बोल्दै घाँटीमा त केले थिच्या जस्तै हुने क्या, साउन्डै सास फेर्नै गाह्रो हुने। अनि रोक्दै बनाउनु पर्ने क्या भ्लग पनि। कन्टिन्युसली त बोल्नै सक्दिनँ म त, के भाइ बानी नभएर हो कि बोल्न नजानेर हो कि सास फेर्नै नजानेर हो। एकछिन के बोलेको मात्र थिएँ, अहिले त घरै आइपुग्यो हो साथीहरू। घर अगाडि पो हिँड्दैछु हामी त। समुद्र हेर्नु न, समुद्रमा यो सबै हाँसहरू हो के। नेपालमा भए यो किनबेच काटमार कति खाइन्थ्यो होला। यहाँ त यसरी दिनकै आउँछन्, खेल्छन्, जान्छन्, कसैलाई वास्तै छैन। कसैले खाने पनि होइन। बरु समुद्रको वेस्टर कि के भन्छ नि, गुल हो कि घुल हो। त्यो चाहिँ यो पानी सुक्ने अलिकति उता छाल जाने बित्तिकै खोज्न जान्छन् हो बाल्टिन बोकेर। तर हाँसलाई त केही पनि गर्दैनन् क्या। यो देशको मान्छेले हाँस खाँदैनन् हो, थाहा हुनेले कमेन्ट गर्नु है साथीहरू। कोरियामा आएपछि त थाहा भयो कि लेउ पनि किनेर खानु पर्दो रहेछ क्या। अनि त्यसपछि यही कुरा मम्मीलाई सुनाएको थिएँ होइन। मम्मी त हाँसेर के भन्नु, मुर्छा पर्नुभयो। अनि बुवालाई भन्नुभयो कि हाँस्दै, लेउ पनि किनेर खान्छ अरे हो कोरियामा त भनेर भन्नुभयो क्या। मलाई नि अचम्मै लाग्यो क्या सुरुमा चाहिँ, यो देशमा यस्तो हुँदो रहेछ भनेर। अहिलेसम्म खाएको थिएन, तर हेल्दी चाहिँ हेल्दी हुन्छ अरे क्या। अनि त्यो पारी रोड देख्नु भएको साथीहरू, त्यो चाहिँ हामी माडमा जाने बाटो हो क्या। आजले यति नै। थ्याङ्क यू फर वाचिङ।